प्रधानमन्त्री बालेन शाहले फेरि सबैको मन जितेका छन्। जो पनि बालेनलाई भेट्छन् प्रचण्ड मुद्रामा दङ्ग पर्दै बाहिरिन्छन्। आजै मात्र बालेनलाई भेटेका हस्तकला व्यवसायी यस्तो प्रधानमन्त्री पहिलो पटक देख्यौं भन्दै दङ्ग पर्दै निस्किए। साथै बालेनको देश बनाउने जोश देखेर छक्कै परे। अहिलेसम्मको हामीले जति पनि हाई लेभलको यस्तो सामान्य भेटको दौरानमा यो जस्तो सरल यो जस्तो देश विकासको लागि हुटुहुटी हाम्रो पुस्तान्तरणको विषयमा जति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ, जुन रोजगार सृजनाको कुराहरू जति गर्नुभएको छ, त्यो जस्तो सराहनीय अहिलेसम्म हामीले सामान्य भेटेकै छैन जस्तो हामीलाई फिल भएको छ। सामान्यज्यूसँग भेटघाट पश्चात चाहिँ हामी एकदमै उत्साहित भयौँ र सुरुदेखि नै हामीलाई चाहिँ एउटा मनमा उत्साह थियो। सामान्यज्यूसँगको भेटघाटपछि त अझ बढी चाहिँ हामी प्रोत्साहित भएका छौँ। साँच्चै देश परिवर्तनमै गएको हो कि भन्ने हामीलाई चाहिँ महसुस भएको छ। सम्माननीय जस्तो व्यक्तिले चाहिँ आफ्नै अगाडि प्रत्यक्ष रूपमा हामीसँग समन्वय गर्नु भनेको यसलाई नेगेटिभमा हामीले लिन हुँदैन जस्तो लाग्छ। दर्शकवृन्द, नेपाल हस्तकला व्यवसायी महासंघले प्रधानमन्त्री बालेन शाहलाई भेटेपछि दङ्ग परेर निस्किएका छन्। साथै प्रधानमन्त्रीको देश बनाउने हुटहुटी देखेर पनि उनीहरू छक्क परेका छन्। रोजगार सृजना गर्न सकिन्छ भन्ने उहाँको जुन हुटहुटी, उहाँको जुन योजना मेयर हुँदादेखिको अहिलेसम्मको त्यो योजनालाई चाहिँ सहकार्य मार्फत हस्तकला महासंघ र विभिन्न सम्बन्धित निकायसँग सहकार्य गरेर हामीले यो गर्न सकिन्छ भन्ने एउटा असाध्यै राम्रो अवधारणा पनि आएको छ। नितान्त नौलो किसिमले सौहार्दपूर्ण वातावरणमा एकदम इन्ट्रेस्ट दिएर एउटै कुरा हाम्रो मौलिक कला संस्कृतिलाई चाहिँ जोगाउनुपर्छ, यसमा चाहिँ हामी पनि लागि परेका छौँ, नेपाल सरकार पनि लाग्छ भन्ने उहाँको चाहिँ जुन मनदेखिको कुरा उहाँले व्यक्त गर्नुभयो। फ्यामिलियर इन्भाइरोमेन्टमा कसरी हुन्छ देशको हस्तकलाले प्रमोसन गर्ने, रोजगार कसरी सृजना गर्ने र हाम्रो छुट्टै पहिचान कसरी जेनेरेट गर्ने र निर्यात